एक करे है टक्क यहाँ च्याप स्माइल एउटाको भागपट्टि चलेको भयो भाइ सब फरक भएको त पिसो ठाउँ रहेछ होइन होइन हजुरआमा सन्चै घर जाँदा ए तरै तरै आइरहन्छु चिन्न पर्छ नि अब तपाईँले हामी आउने बित्तिकै ओहो भिडियो बनाउने मान्छे आयो भन्नुपर्छ युट्युबमा भिडियो बनाउँछु कि म चाहिँ तपाईँले भ्लग भिडियो हेर्छ नि होइन हो त्यस्तै हो कि म पनि टक्क अलि स्कुटी हेर्नु त केही छैन यति गयो के हुन्छ होला है ठिक छ नि होइन अब कति टाइम लाग्छ हाम्रो सकिनलाई 10-15 मिनट 10-15 मिनट पछि स्कुटी नयाँ भयो होइन दाइ कोता रात देखिरह यता हेर्नु कस्तो नयाँ देखिरह है यस्तो गरेर अहिले जस्ट हामीले स्कुटीको यो कभर फ्यान लगाइरहेको छौँ कालो कभर होइन यतापट्टि तपाईँ कभर छैन नि त यस्तो गरेर हाल्नु पर्ने हुन्छ नयाँ देख्दो रहेछ त यो मात्रै ठिक छ नटबल्टहरूसँगै फिट गर्नुपर्ने हुन्छ दाइले भनेको छ त्यो नटबल्टहरू पनि सब फिट गर्नु भनेर अर्को कुरो भनेको हामी चितवन निस्किने फिक्स भयो दाइले पनि फोन गर्नुभयो 3 जना निस्किने हामी फिक्स भयो 2टा स्कुटी हुन्छ 3 जना जति हुन्छ जान्छौँ रमाइलो गर्छौँ ढक्क होइन पहिला स्कुटी बनाउँदैछौँ लगभग हाम्रो चाहिँ स्कुटीको काम चाहिँ बनाएर सकिसकेको छ अब साइडमा टेक्निकहरू हाल्नु बाँकी छ होइन यतापट्टिको यो यस्तो छ नि त यो ठिक छ कि अनि यतापट्टि बस्ने मान्छेलाई हल्का अप्ठ्यारो हुन्छ क्या हल्का यता गएको नि त होइन त्यो यो नयाँ हाल्छौँ अनि अर्को कुरो यसो वाच गर्नु तपाईँहरूले मलाई चाहिँ केही लाग्दैन जो साधन गुडी हुन्छ ढोका नदी हुन्छ कहाँ भनेको आफू त्यहाँ पुगे हुन्छ बाँकी अब यो पुरानो सुरानो त्यो मलाई लौडा लसुन मतलब छैन है टक्क दामी देखेपछि भाइ चले भइहाल्यो दाइ होइन जग्गा दिनु भएन हेर्नु है कस्तो यता कोतारा जस्तो देखिरह यता हेर्नु कस्तो नयाँ देखिरह है ल दामी दाइ जोस् राम्रो बनाउनु हुँदो रहेछ यार मैले साँच्चै कुरो भने हो यो है 13 नम्बर कस्तो 12-13 नम्बर हेर 10 नम्बरको हेर 10 नम्बर ठिक छैन यस्तो गर्ने के यो छ होइन त्यो नकाट्ने यो नकाट्ने होइन यो सर्ट यति हुन्छ नि त यति गरेर टक्क गरेर यो अगाडि आयो नि त यो यिनीहरू हेर्दा यिनीहरू टक्क मिलाउने हो एउटा लेभलमा सर्ट यो यति गर्ने यति काट्ने जो चिट्टीको सुहाउनु पऱ्यो होइन दामी तरिकाले है कुन उयो लास्टको हेर त कुन चाहिँ यो 56 45-46 को 46 त्यस्तै हो अब मिलाएर गऱ्यो भने फेरि पनि आउँदा भयो अब मिलेन भने आधा घन्टा दिन्छ अबदेखि आउँदैन सिक्यो कसो बाजे हजुर त पुरानो मान्छे हो सोध बुवालाई त म त लिँदैन त्यति यार धेरै भयो यार कति गर्छ ठिकै छ यहाँ पनि गयो कता अब तपाईँकोमा त कता यता भन्नुभयो यता होइन यता यहाँसँग होइन मुनिसम्म तलबाट जस्तो अहिले चाहिँ म निस्किसकेको छु होइन यहाँ सैलुनबाट अहिले कालेको स्कुटी नि बन्दैछ अब अलि समय लाग्छ होला 15-20 मिनट अथवा 1 घन्टा आधा घन्टाभित्रमा चाहिँ बनेर सक्छ त्यसपछि हामी निस्किनु पर्ने हुन्छ काले टक्क होइन ठिक छ नि होइन भयो त दामी ल त्यही हो अब धेरै समय लाग्दैन होला दाइ अब कति टाइम लाग्छ हाम्रो सकिनलाई 10-15 मिनट 10-15 मिनट पछि स्कुटी नयाँ भयो होइन दाइ ल त्यही हो यता अर्को दाइ होइन टक्क दाइ हामी डराइ आइरहन्छु चिन्न पर्छ नि अब तपाईँले हामी आउने बित्तिकै ओहो भिडियो बनाउने मान्छे आयो भन्नुपर्छ युट्युबमा भिडियो बनाउँछु कि म चाहिँ तपाईँले भ्लग भिडियो हेर्छ नि होइन हो त्यस्तै हो कि म पनि टक्क अलि स्कुटी हेर्नु त
केही छैन यति गयो के हुन्छ होला है यहाँ पर हालेर जाने कि बस्नुमा नि यहाँ पनि पर यता पनि पर सर होइन भित्र जस्तो भए पनि तर बाहिरबाट चाहिँ नयाँ देख्छ है काले ल त्यही हो अब निस्किन्छु हिरो भइसक्यो होइन घर गएर अब अरू केही होइन जस्ट म चाहिँ ज्याकेट लाउँछु बाहिरबाट अनि प्यान्ट अर्को चेन्ज गर्छु जुत्ता सुत्ता लाउँछु त्यसपछि निस्किनु पर्ने हुन्छ दाइले पनि फोन गरेको छ कति टाइम लाग्यो भाइ बनाएको बनाइ हो कि आयो भने चाहिँ हामी फेरि यहाँ बनाइछु होइन बजारको भ्यू पनि दामी दिइरह टक्क होइन पिपल बोट बबाल अब हाम्रो चाहिँ प्लान क्यान्सल भयो होइन अब हामी चाहिँ अब उता जाँदैनौँ चितवन जाने नै प्लानमा हिँडिरहेको थियो तर चितवन हाम्रो क्यान्सल भयो अघि भर्खर बनाएर ल्याएको स्कुटी थियो नि त यो स्कुटीको चाहिँ के भयो भन्दाखेरि स्टार्ट चाहिँ हुन्छ तर कतिखेर यसले धोका दिन्छ त्यो थाहा भएन कि चलाएर आएको थियो घर आउनु जस्ट 15 मिनट अगाडि बाटोमा चाहिँ यसको स्टार्ट पनि बन्द भयो यसले धोका दियो ठेलेर घर लगेको घर लगेर मेकानिकलाई बोलाएको आएर बनाइदियो अनि त्यसको सामानहरू लिएर आउनुपर्छ ज्याउ हुन्छ भोलि वहीँ ग्यारेजमै ल्याऊ हामी राम्रोसँग चेक गर्दैछु भन्यो अनि सुरुमा चाहिँ त्यो एउटा त्यो मेन मिस्त्री चाहिँ त्यसले बनाउँदा सबै कुरा ठिक भइरहेको थियो कि जुन चाहिँ त्यो सिकाएर हुन्छ नि त्यसले हात लायो भर्खर नजानेको मान्छेलाई अब बिगार्छ नि होइन त्यस्तै भयो अब आज हामी नजाने क्यान्सलै भयो जस्ट अब चाहिँ हामी अर्को महिनातिर जान्छौँ होला किनकि अहिले चाहिँ हामी अब खोप्लाङ जान लागिरहेको छौँ त्यहाँ क्यान्सल गरेर अब यतातिर गाउँठाउँतिर अब हल्का बजारतिर एरियातिर चलाउँदाखेरि त अब जे भए पनि बिग्रियो भने केही तनाव भएन नि त होइन अब चितवनतिर जाँदाखेरि भरे अब जङ्गलमा त्यस्तो भइदियो भने अब तनाव हुन्छ त्यो भएर अनि गाह्रो हुन्छ त्यो भएर क्यान्सल गरिदियो कडा चेस ल के छ है ल टक्क होइन हिजोको सरप्राइज हो तँलाई यो गोर दाइले मिठो सरप्राइज दिएको हिजो दाइले हँसाउनु हुन्छ त्यही भए पनि है टक्क मोमो हाफ बोइल गरेको हो कि टक्क अहिले जस्ट हामी खोतलाङ आइसकेको छौँ जस्ट यहाँ आएर जस्ट हामी अब बस्न थालिसकेको छौँ केटाहरूले सबजना बाइक पार्किङ गरिसकेको छ टक्क एउटा पुगर दाईको स्कुटी टक्क सुरज दाईको टक्क कालेको टक्क केटाहरू सब भित्र गइसकेको छ अब जस्ट यहाँ एकछिन बस्छौँ रमाइलो गर्छौँ नास्ता खाजा सबै खान्छौँ घाँटी पनि हल्का मेरो चिसोले गर्दाखेरि हल्का उयो आवाज चाहिँ कस्तो चेन्ज जस्तो आइरहेको छ होइन चिसो ठाउँ रहेछ होइन होइन हजुरआमा सन्चै घर जाँदैन ए कता हो घर तपाईँको ए ल ठिक छ जानु यतातिर हेर्नु डाँडाहरू छ होइन यो रमाइलो छ अनि यतातिर त्यति घरहरू देख्दैन घर भए पनि डाँडातिर हुन्छ नि त हेर्नु डाँडातिर कस्तोतिर उतातिर हेर्नु कहाँतिर मासु आइसकेको छौँ होइन पुगर दाइले टक्क यहाँ भागबन्ड गर्दै हुनुहुन्छ होइन टक्क पुगर दाइ जे होस् है दामी छ नि त मासुको स्माइल चाहिँ एक करे है टक्क यहाँ च्याप मेरिनेट गर्ने मान्छे त्यस्तै छ फेरि माटो एक चम्चा हालिन्छ स्माइल अहिले चाहिँ हाम्रो नास्ताहरू आइसक्यो कस्तो गडबडी लाग्यो म कहिले यस्तै हुन्छ कि भ्लग बनाउँदाखेरि अलमल लिन्छ कि होइन कहिलेका मान्छेहरू यस्तै हुन्छ अलमल लिन्छ मैले पनि त्यसै अलमल लिएर सुरुमा स्टार्टिङ गरेँ हो तर अहिले अलमल लिँदैन होइन हाम्रो जस्ट खाजाहरू आइसकेको छ दाइले भन्नुभएको थियो टक्क भटमासहरू भुजा टक्क सलाद टक्कै छैला होइन उयोको ठाउँमा होइन नि यसरी मजा आउँछ नि पुगार दाइ
दुइटामा त कस्तो कस्तो जस्तो हुन्छ कि भटमास चाहिँ ट्राई हानिदिउँ होइन टक्क टक्क बसेर अब खाजा खानुपर्ने हुन्छ मोमोसँग पनि मगाएको छौँ हामीले खाइसकेपछि टक्क हामी निस्किनु पर्ने हुन्छ है